नमस्ते सबैजनामा कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु र अहिले चाहिँ म जाँदैछु टोटो स्ट्यान्ड र यहाँबाट चाहिँ मैले 2 जना पेसेन्जर भेट्छु अनि बाटोमा अझै मैले 2 जना पेसेन्जर भेट्छु र बगानको भ्यू चाहिँ एकदमै राम्रो हुन्छ। तर के गर्नु, जति पनि काम गर्नुहुने दिदी आन्टी सबैजनाको पेमेन्टै टाइममा दिनुभएको छैन र कसै पनि काममा जानुभएको छैन र अनि म चाहिँ अहिले हस्पिटल पुग्छु पेसेन्जर लिएर र उहाँ हेर्नु सक्नुभएको थिएन। अन्त यहाँनिर लाइन लाग्नुपर्ने हुन्छ र हामीले डाक्टरलाई रिक्वेस्ट गरे चाहिँ छिटै हुन्छ हाम्रो। र अहिले भने चाहिँ हामी जाँदैछौँ भ्याक्सिन लाउनुको लागि आन्टीलाई लिएर र भ्याक्सिन पनि 2टा लगाइदिनुहुन्छ एकै तालमै। अनि मेडिकलबाट दबाई लिएर चाहिँ हामी आउँछौँ घरको लागि र 2 जना पेसेन्जर अझै भेट्छु र उहाँहरू सबैजनालाई लिएर आउँछु मादरी हाटको बाटो। र आज चाहिँ गेट लागेकै हुँदैन। अनि यहाँ चाहिँ हो 4 नम्बर। अस्ति दुर्गा पूजा लाग्दा चाहिँ एकदम रमाइलो भएको थियो। अनि यहाँ चिया दोकान चाहिँ हो गणेश दादाको। यहाँ चाहिँ एकदम मिठो चिया पाउँछ र यहाँ चाहिँ हो हाम्रो जामतोला बजार जाने बाटो र यहाँको भ्यूहरू एकदमै राम्रो छ। अनि यहाँ चाहिँ अस्ति हुँदी खोला आएकोले गर्दा बाटो एकदमै धुलो हुन्छ जहिले पनि। र म चाहिँ गाउँ पुगेर चाहिँ जान्छु रासिन लिनु, किनकि आज बिहिबार हो, बिहिबार पेसेन्जर पाइँदैन। त्यसै कारण म चाहिँ सबैको रासिनहरू लिएर आउँछु। हेर्न सक्नुहुनेछ तपाईँहरूले। र तपाईँहरूलाई अर्को नयाँ भिडियोमा भेट्नेछु। बाई बाई।